हत्या भएको छ, यत्र जनतालाई गुमराहमा रहेर जे खालको अपराध भएको छ। तपाईको क्षेत्रबाट निर्वाचन लड्दै गरेको सांसदको उम्मेदवार कुनै पनि दिन बजारमा रक्सी खाएको मुद्दामा पक्राउ पर्दैन, कुनै पनि दिन भ्रष्टाचारको मुद्दामा पक्राउ पर्दैन। त्यो बदमाशी र त्यो अपराध हामीले गरेका छैनौँ। तपाईको बिचमा यति कुरा राख्न चाहन्छु। फागुनको 21 गते निर्वाचन हुँदैछ, सबैजना उत्साहित भएर लाग्नुहोला, सबैजना टिकटक बनाएर लाग्नुहोला, नाच्दै लाग्नुहोला, गाउँदै लाग्नुहोला। म तपाईहरु सबैजनालाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। सानो एउटा सूचनाको बीचमा पनि आउनु भएको छ। म तपाईहरु सबैजनाको पाउ छोएर त्यो आशीर्वाद माग्न चाहन्छु। एउटा ठुलो लडाईँमा हामी घुमिँदैछौँ। आशीर्वाद दिनुहोस्, यो गाउँ बनाउने आशीर्वाद दिनुहोस्, यो ठाउँ बनाउने आशीर्वाद दिनुहोस्, त्यो शहीदको रगत खेर नजाने गरी काम गर्ने आशीर्वाद दिनुहोस्। हाम्रो कुनैका विरुद्धमा छैनौँ, कुनै पनि भाषा, धर्म, जात, जाति, धर्म, समुदाय, वर्गको खिलाफमा छैनौँ। हाम्रो घर नेपाल हो, हाम्रो थर नेपाली हो। बस यति दुईटा कुरा मात्र हामीले बुझेका छौँ। नेपाल र नेपालीको लागि काम गर्नुपर्ने बेला भएको छ। चाहे मधेसमा बस्ने मधेसी होस्, चाहे हिमालमा बस्ने हिमाली होस्, चाहे बाँकेमा बसिरहेको थारू होस्, चाहे पोखरामा बसिरहेको गुरुङ मगर किन नहोस्, चाहे पहाडमा बसिरहेको खसारे बाहुन छेत्री किन नहोस्, हामी सबैको सम्मानमा छौँ। सबैको धर्मलाई हाम्रो सलाम छ, सबै जात जातिलाई हाम्रो सलाम छ। सबैको धर्म, संस्कार, संस्कृति, रीतिरिवाजलाई राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान टक्राउन चाहन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी कुनै जातिको होइन, कुनै एउटा सम्प्रदायको होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको घर नेपाल हो, हाम्रो थर नेपाली हो। यो नेपालको लागि गर्नुपर्ने छ, यो नेपालीको लागि गर्नुपर्ने छ। अब देशपछि अरू, त्यसपछि अरू भनेर यो गाउँको लागि लाग्नुपर्ने छ, यो ठाउँको लागि लाग्नुपर्ने छ। यो अभियानमा हातेबालो गर्न म तपाईँ सबैजनालाई हार्दिक अपील गर्न चाहन्छु। हामी निर्वाचनको जितको नजिक छौँ। अहिलेसम्मको पत्रकारहरूले बताएको आँकडा अनुसार हामीले 10 देखि 12,000 भोट धेरै ल्याएर निर्वाचन जित्दैछौँ। हामीले निर्वाचन जितिसकेका छौँ, हामी निर्वाचन जित्छौँ, हामीले निर्वाचन जितिसकेका छौँ। तर यति मात्रै हो, हामीलाई एउटा कुरा भोलि सामान्य ज्ञानमा लेखाउनु पर्नेछ। 2090 सालतिर एउटा विद्यार्थीलाई सामान्य ज्ञानमा प्रश्न सोध्दै गर्दा 2082 सालमा भएको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै भोट कहाँ ल्याएको थियो भनेर प्रश्न सोध्दै गर्दा बाँकेको 3 नम्बर क्षेत्रले सबैभन्दा बढी भोट ल्याएको थियो भन्ने कुरा, त्यो जवाफ दिनको लागि विद्यार्थीको किताबमा, त्यो सामान्य ज्ञानमा, त्यो इतिहासमा नाम लेखाउने त्यो अभियानमा छौँ। हामी सामान्य निर्वाचन जित्ने भोट हामीले प्राप्त गरिसकेका छौँ। त्यो तपाईँको उपस्थितिले देखाइसकेको छ। प्रत्येक टोलमा यतिको सङ्ख्यामा मानिसहरूको उपस्थिति भइसकेको छ। तर हामी त्यो सामान्य ज्ञानमा त्यो नाम लेखाउन चाहन्छौँ। बाँके क्षेत्र नम्बर 3 परिवर्तनको पक्षमा छ। बाँके क्षेत्र नम्बर 3 जेएनडीओले उठाएको मुद्दा सम्बोधन गराउने पक्षमा छ। यो गाउँ सचेत मान्छेहरू बस्ने ठाउँ हो, बुझेका मान्छेहरू बस्ने ठाउँ हो, परिवर्तन चाहने मान्छेहरू बस्ने ठाउँ हो, कुनै झोलेहरू बस्ने ठाउँ होइन भनेर देखाउनु पर्नेछ। अहिले हामीलाई यसो हेरिरहेका छन्, हामीलाई हेपिरहेका छन्। बजारमा बस्ने मान्छेले त कुरा बुझेको छ, नेपालगञ्जमा बस्ने मान्छेले कुरा बुझेको छ, कोलपुरमा बस्ने सहरको मान्छेले कुरा बुझेको छ। बैजनाथतिर के छ हल्ली चल्ली भनेर सोध्छन्। हामीले भन्देका छौँ बैजनाथ उठेको छ, बैजनाथ जुटेको छ। माथिको करेली खोलादेखि यताको मान खोला, यताको जानकीदेखि तलको सैनिक, माथिको चिसापानीदेखि यो बिचको गाउँ, यो ठाउँ, यो बस्ती सबै उठेको छ, सबै जुटेको छ। हामीले यति भनेका छौँ। अहिले यो गाउँ बनाउने कुरा छ, यो ठाउँ बनाउने कुरा छ। परका बस्तीहरूमा अहिले जे अन्याय परेको छ, जे अत्याचार पुगेको छ, भूमि नभएकालाई भूमि उपलब्ध गराउने, लाल पूर्जा नभएकालाई लाल पूर्जा उपलब्ध गराउने, बाटोघाटो नपुगेको ठाउँमा बाटोघाटो विस्तार हुनेछ। माथि आरक्षले सताएको ठाउँमा समाधानको प्रयासहरू खोजिनेछ। मानखोला र करेली खोलाले कटान गरेको ठाउँमा डुबा रोकिनेछ। बिचमा जानेको डुबानमा परेको छ, त्यसलाई माथि उठाउने प्रयास हुनेछ। तल सिमानामा छुट्टै अन्याय परेको छ, तिनलाई पनि उठाउने तयारी हुँदैछ। तपाईँको पनि हाँस्ने दिन आउँदैछ, तपाईँको पनि सुखको दिन आउँदैछ। ढुक्क भएर बसेका जनता ढुक्क भएर बाँच्ने दिन आउँदैछ। तपाईँको पनि हाँस्ने दिन आउँदैछ, नेपालीको पनि बाँच्ने दिन आउँदैछ। संसारको लागि मरेको हामी, तपाईँको पनि नाच्ने दिन आउँदैछ। यो सुखको महायात्रामा हातेमालो गर्न हामी तपाईँ सबैजनालाई हार्दिक अपिल गर्न चाहन्छौँ। फागुन 21 गते बिहानै उठेर नुहाइ धुवाइ गरेर तपाईँ सबैजना तीर्थ व्रतमा हिँडे जस्तै त्यो दिन गएर मतपत्र हेर्दै गर्दा कसैको मुख हेरेर होइन,
बालन शाहको मुख हेरेर होइन, रवि लामी छानेको हाम्रो मुख हेरेर होइन, मरेर गएका जेन्जीको मुख र गर्भमा र काखमा हुर्किँदै गरेका यी बच्चाको अनुहार हेरेर सत्यको पक्षमा मतदान गर्नको लागि हामी हार्दिक हार्दिक अपिल गर्न चाहन्छौँ, हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छौँ। अन्तिममा एउटा नारा लगाउन चाहन्छौँ, तपाईहरु सबैले नारामा साथ दिनुहुनेछ र सबैजना साथीहरू सौहार्दपूर्ण तरिकाले हामी गाउँमा फर्किनेछौँ, ठाउँमा फर्किनेछौँ। तपाईहरु सबैजनाले गाउँ गाउँमा गएर ठाउँ ठाउँमा गएर घन्टीमा भोट कसरी हाल्ने भनेर तपाईले सिकाउनु हुनेछ। सबैलाई तपाईले निगरानी गर्नुहुनेछ। पर्सि भोट हाल्न जाने बेलामा कोही मरेका मान्छेको नाममा आउलान्, कोही भागेका मान्छेको नाममा आउलान्, कोही हुँदै नभएका मान्छेको नाममा आउलान्। तपाईँ निगरानी गरेर फागुनको 21 सम्म तपाईँ मेरो साथी बस्नुहोस्। त्यसपछिको 21 वर्ष जिन्दगी दाउमा रहेर पनि तपाईको लागि हामी लड्न तयार भएर आएका छौँ। तपाईको क्षेत्रबाट जितेर गएको सांसद कुनै पनि दिन संसदमा ताली पड्काउने बदम पड्काउने गरेर बस्दैन। अहिले बाँकेको 3 नम्बर क्षेत्र चर्चामा छ। झापापछि चितवनपछि अहिले बाँकेको 3 नम्बर क्षेत्र सबैभन्दा बढी चर्चामा छ। यो भन्दा पहिला को थियो सांसद थाहा छैन, उतापट्टि को छ सांसद थाहा छैन। तपाईँ भाग्यमानी हुनुहुन्छ। यो ठाउँमा केही हुँदैछ, यो गाउँमा केही हुँदैछ, यो त टेलर मात्रै हो, पिक्चर त अभि बाँकी छ। बाहुबलीमा अमरेन्द्र बाहुबली आए चाहिँ पूर्वबाट बालेन्द्र, पश्चिमबाट खगेन्द्रहरूको उदय हुँदैछ, अनि आउँदैछ। यो त टेलर मात्रै हो, पिक्चर त अभि बाँकी हो भने चाहिँ यो त टेलर मात्रै हो। यो 21 सम्म तपाईँ साथ दिनुहोस्। 21 पछिको 21 वर्ष जिन्दगी दाउमा राखेर पनि यो गाउँको लागि यो ठाउँको लागि लडिनेछ। मेरो आमाहरूलाई ढुक्क मन गरेर बस्नुहोस्। हिजो काङ्ग्रेस आयो, एमाले आयो, माओवादी आयो, हिजो नेता आयो, आज बेटा आयो, हिजो नेता आयो, आज छोरो आउँदैछ, आज भाइ आउँदैछ, आज दाइ आउँदैछ। कसैले पनि खिन्न मन नगर्नु होला। यो क्षेत्र हाम्रो हो। यो क्षेत्र म यो क्षेत्रको उम्मेदवार हुनुको नाताले चुनाव जिते पनि चुनाव हारे पनि यो गाउँ बनाउने कुरामा, यो ठाउँ बनाउने कुरामा सदैव हामी एउटा सङ्घर्षमा रहिरहनेछौँ। तपाईँहरूको बिचमा यति कुरा राख्न चाहन्छु। सबै उत्साहित भएर फागुन 21 को निर्वाचनको लागि लागिदिनको लागि म हार्दिक अपिल गर्न चाहन्छु। 21 सम्म तपाईँले साथ दिनुहोस्। त्यसपछिको 21 वर्ष भाइ तपाईँको साथमा खडा छ। कहाँनिर उभिनु पर्ने हो, यो सिमल घारीको सिमल चाहिँ ठिङ्ग उभिएर तपाईँको न्याय र हितको लागि हामी लड्ने तयार भएर आइसकेका छौँ। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। एकचोटि आशीर्वाद दिनुहोस् हामीलाई, यिनका विरुद्धमा लड्न सक्ने आशीर्वाद देऊ मलाई, ताकि यिनका विरुद्धमा दरो खुट्टा टेकेर आँखा जुदाएर यिनका प्रत्येक प्रश्नको जवाब फेस गर्न सक्ने गरी जान सक्ने त्यो आशीर्वाद दिनुहोस्। म तपाईँहरू सबैजनालाई हार्दिक हार्दिक धन्यवाद टक्राउन चाहन्छु। बोल्दै जाँदा हाम्रो केही शब्दले मन खिन्न भएको छ, मन पिरो भएको छ भने तिम्रो पाउ छोएर माफी माग्न चाहन्छु। तर यो सत्यको अभियानमा हातेमालो गर्न तपाईँ सबैजनालाई हामी हार्दिक अपिल गर्न चाहन्छौँ। हामीले केही मागेका छैनौँ। कसै न कसैलाई भोट हाल्दै हुनुहुन्छ भने एकचोटि सत्यको पक्षमा भोट हाल्नुहोस्, एकचोटि यो देशको पक्षमा भोट हाल्नुहोस्। यहाँका जनता परिवर्तनको पक्षमा छन् भन्ने विषयमा भोट हाल्न हार्दिक अनुरोध गर्दै आजको यो कार्यक्रमबाट हामी लगायत सबै साथीहरू अब फेरि चाणक्यको अर्को कार्यक्रममा सम्बोधन गर्न पुग्नुपर्नेछ। यो ठाउँ नेपालको सबैभन्दा ठुलो पालिकाबाट हामी चुनाव लडिरहेका छौँ। नेपालको सबैभन्दा धेरै त्यो पीडित भएको ठाउँबाट पनि हामी निर्वाचन लड्दैछौँ। हामी एउटा भिडियो बनाएर बालन शाहलाई पठाउँदैछौँ, रवि लामी छानेलाई पठाउँदैछौँ, पर बसेको अमेरिका बसिरहेकोदेखि संसारमा बसिरहेका मान्छेहरूलाई पठाउँदैछौँ। अहिले काठमाडौँबाट पत्रकार साथीहरू तपाईँलाई खिच्न आउनु भएको छ। हामी एउटा नारा लगाउनेछौँ, सबैले हात माथि गरेर त्यो नारामा साथ दिनुहुनेछ। जय घन्टी, जय घन्टी, जय घन्टी। भोट केमा, भोट केमा, भोट केमा, अब की बार, अब की बार, अब की बार, भोट केमा, भोट केमा, अब की बार। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, रवि दाई, रवि दाई, बालन दाई, बालन दाई, हर हर घन्टी, घर घर घन्टी। सबैजनालाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई पनि बिदा दिनुहोस्। धन्यवाद, नमस्कार।